यो बुझ्नु होला नेपालको राजनीति तपाईले बुझ्नु होला पहिलो कुरो के छ भने नेपालको राजनीतिमा जो चाहिँ तपाईको त्यो पार्टीको एउटा चाहिँ तपाईको संस्थापक अध्यक्ष नै त्यो यस्तो हुने छ कि संसदीय दलको चाहिँ एउटा नेता हुने व्यवस्था छ। अब त्यसलाई के बनाइदिनु भयो रवि लामिछानेले भने उहाँले चाहिँ ल ठिक छ अब म त्यसमा बाहिरै हुँला केही फरक परेन, म एउटा चाहिँ पार्टीको एउटा संस्थापक सदस्य हुँ, तर संसदीय दलको नेता चाहिँ मैले बालेन शाहलाई बनाउँछु किनभने हामीले एउटा छातामुनि रहेर यो अस्थिर राजनीतिलाई स्थिरतातर्फ लिएर गएर त्यो जुन जनताको मुद्दालाई चाहिँ हामीले सम्बोधन गर्नुपर्ने छ, जेएनजीको जुन रगतको चाहिँ हामीले सम्मान गर्नुपर्ने छ, जुन कुराको लागि चाहिँ उनीहरूको जुन माग थियो त्यो मागको सम्बोधन त न अन्तरिम सरकारले गर्न सक्यो कसैले गर्न सकेन। अब नयाँ बन्ने गभर्मेन्टले त त्यसको त माग त पुरा गर्नुपर्छ नि त। जनताको माग पुरा गर्न सकेन भने त्यो कसरी नेता हुन सक्छ त भन्ने कुरामा चाहिँ उहाँहरू मिल्नु भएको छ। अब त्यसमा दीर्घकालीनसम्म उहाँहरूको त्यो एउटा हामी जनताले गरेको अपेक्षा अथवा जनताले चाहेको पनि थियो नि त त्यो कुराहरू त। अझ रवि बालेन हर्कहरू हाम्रो अझ गोपीजीहरू सबै चाहिँ एक ठाउँमा आएर जुन वैकल्पिक धारमा रहेका नयाँ चाहिँ शक्तिहरू चाहिँ एक ठाउँमा आएर चाहिँ राजनीति गर्नुहुन्छ होला र जनताको चाहिँ भरपुर विश्वास लिएर जनताको सेवा लाग्नुहुन्छ होला भनेर त जनताले त अपेक्षा गरेको हो नि त। अब त्यसमा कोही आउनु भयो कोही आउनु भएन, आफ्नो नीतिलाई बोकेर कोही अगाडि बढ्नु भइसक्यो, तीनजना एकै ठाउँमा चाहिँ एउटै चाहिँ छातामुनि गइसक्दै गर्दाखेरि त अब हामीले त्यसमा विरोध गर्ने होइन नि त। तपाईँ हामी जस्तो चेत र सचेत नागरिकले त अब हामीले त स्वागत गर्ने हो। ल